हेलो एभ्रिवान, स्वागत छ मेरो मिली भ्लगमा। आज मलाई देख्न सक्नुहुन्छ मकैबारीमा। आज लास्ट दिन मकै पाकेर पनि सकियो अनि मैले सबै मकैलाई निकालिदिएँ। अनि मकैलाई निकालेर अनि म यसको बोक्रालाई निकालेर पनि राम्रोसँग राख्ने विचार गरेछु। आदिको भने बोक्रा निकालिसके, आदिको बोक्रा चाहिँ निकाल्न बाँकी नै छ। अनि निकालेको बोक्राको भने माथि खटियामा राखेर थोरै थोरै गरेर निकाल्ने विचार गरेछु। अनि म यता राखेँ मकै निकाल्नतिर। अनि यो मकैलाई निकालेर राखेपछि थोरै थोरै बाख्राहरूलाई दिनलाई हुन्छ भनेर अनि आज लास्ट दिन पनि थियो मकैको। अनि मैले मकैलाई लिएर आएको थिएँ हाम्रो घरपेटी दिदीलाई दिनलाई। अनि घरपेटी दिदीले मकै पनि पकाएर लिएर आउनुभयो। अनि सँगै खाऊँ त, एक्लै खान मन लागेन भनेर अनि हामी दिदी म छोरी मिलेर खान लाग्यौँ मकै। यता देख्न सक्नुहुन्छ मेरो छोरीको चटक, यति चटक पारिरहेछिन् आज।